अब म मन्तव्यलाई जोड्न गइरहेको छु। मन्तव्यको लागि म यसै विद्यालयका संस्थापक प्राचार्य श्री राजेन्द्र प्रसाद भुयाल सरलाई आग्रह गर्दछु। आदरणीय यस सभाका सभापति मेरा आदरणीय अग्रज श्री लोकनाथ दाहालज्यू, आजका प्रमुख अतिथि मेरा आदरणीय श्रद्धेय डाक्टर केशवानन्द गुरु, जोसँग म धेरै प्रभावित छु र म गुरुको सङ्गत गर्दै गर्दाखेरि धेरै कुराहरू सिक्ने अवसर पाएको छु र मैले थुप्रैचोटि टेलिभिजनमा अनि युट्युबहरूमा सुन्न पाएको थिएँ। यसरी प्रत्यक्ष रूपमा मैले चाहिँ भेट्न अवसर पाएको थिइनँ। आदरणीय प्राध्यापक कोशराज नेउपानेज्यू, उहाँप्रति मेरो विशेष नमन छ र आदरणीय सहप्राध्यापक आजका मूल निर्णायक हाम्रो रमा भट्टराईज्यू र भर्खरै हाम्रो दामोदर सर जानुभयो यहाँबाट, जो चाहिँ अर्को एउटा यो क्षेत्रकै एउटा अग्रणी व्यक्तित्व र धार्मिक रूपमा, सांस्कृतिक रूपमा र सामाजिक रूपमा असाध्यै धेरै लागि पर्नुभएको व्यक्तित्व आदरणीय दामोदर सर, हाम्रो अन्तर्राष्ट्रिय योग प्रशिक्षकको रूपमा पाल्नुभएका एकराज गजुरेलजी, हाम्रो यसै पिटिएका अध्यक्ष हाम्रो अनिता म्याम सर, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकजीहरू, विद्यार्थीहरू, शिक्षकहरू र गण्यमान्य सम्पूर्ण व्यक्तित्वहरूप्रति म हार्दिक नमन, नमस्कार। ओम नमः भगवते वासुदेवाय। मेरो थुप्रै कुरा, यसले म एउटा कर्म गर्ने मान्छे हो र त्यसलाई चाहिँ कर्मद्वारा पुष्टि गराउनुपर्छ भन्ने विचारमा लागेको हो र भगवान् कृष्णले पनि त्यही कुराहरूलाई गीतामा व्यक्त गरेको जस्तो मलाई लाग्दछ। मैले विद्यालयमा सबै कुराहरू त सिकाइन्छ नै, किनभने हामीले नेपाल सरकारले दिएको करिकुलम अनुसार कक्षा नर्सरीदेखि कक्षा 12सम्म जे करिकुलम उपलब्ध गराएको छ, जे पाठ्यक्रमहरू हामीलाई उपलब्ध गराएको छ, त्यसमा त हामीले कतै पनि कम्प्रोमाइज गर्न पाइँदैन। ती चिजहरूलाई हामीले एकदमै अब्बल र सब्बल तरिकाले लिएर जानुपर्ने हुन्छ। तर एउटा व्यावहारिक रूपमा आज समाजमा संस्कार भनेको के हो भन्ने कुरा, पूर्वीय दर्शन भनेको के हो भन्ने कुरा र हामीसित यो पूर्वीय दर्शनका यस्ता गीता, वेद, महाभारत लगायतका चिजहरू हामीसित हुँदाहुँदै हामी एउटा खडेरीमा एउटा चाहिँ कतै चाहिँ पानी खोज्नलाई कतै त्यो एउटा मरुभूमिमा दौडिराखेको, तर आफ्नै ठाउँमा यत्रो ताल तलाउ पोखरी भएको ठाउँमा चाहिँ एउटा काकाकुल जस्तो भएर हिँडेको अवस्था हो कि अहिले समाजमा जुन खालको धैर्यता, जुन खालको समस्याहरू हामीले देख्नमा आइरहेका छ, त्यो कुराहरूलाई सानो रूपमा भए पनि कसरी यसलाई परिपूर्ण गर्न सकिन्छ भनेर हामीले यो विद्यालयमा सुरुवात गरेका हौँ। सुरुमा हामीले योगाबाट सुरु गरेका थियौँ र योगालाई पछि एउटा मलाई मनको एउटा के धोको थियो भने गीतालाई यहाँ ल्याउन पाइयो भने मोटिभेसन पनि गर्नु परेन र हाम्रो पूर्वीय संस्कृतिलाई पनि त्यहाँ जोड्न सकिने भयो र हामीले उनीहरूलाई थोरै अचारको रूपमा चखाउन पायौँ भने पछि गएर यो कुराहरू एउटा बीजको रूपमा, एउटा बिरुवाको रूपमा, एउटा वृक्षको रूपमा पछि हुनेछ भन्ने एउटा अपेक्षासहित मैले गीताका अध्येता हाम्रो विदुर सरबाट यो गीताको क्लासहरू सुरु गरियो। अझ यसलाई पूर्ण रूपमा पार्नको निमित्त हामीले कक्षा 4 देखि कक्षा 7 सम्मको विद्यार्थी भाइ बहिनीहरूलाई आदरणीय गुरु हाम्रो डाक्टर केशवानन्दजीको एउटा संस्कार शिक्षा भन्ने हामीले यहाँ लगाएका छौँ। आज स्वयं उहाँ यहाँ प्रमुख अतिथिको रूपमा आउनुभएको छ। आदरणीय अभिभावकजीहरूले देख्नुभएको होला संस्कार शिक्षाभित्र हामीले के कस्ता कुराहरू बाबु नानीहरूले पढिरहेका छन्, जो कक्षा 4मा छ, 5मा छ, 6मा छ। अहिले हामीसित 2टा सिरिज छ, तेस्रो सिरिज आउने क्रममा छ भन्नुभएको छ गुरुले। यदि 3टा सिरिजहरू
अध्ययन गरिसके पछाडि चाहिँ हाम्रा बाबु नानीहरूलाई कम्तीमा पनि पूर्वीय संस्कृति भनेको के रहेछ, हाम्रो माटोको महत्त्व के रहेछ, हाम्रो धर्मको महत्त्व के रहेछ, हाम्रो संस्कारको महत्त्व के रहेछ, हाम्रो एउटा व्यक्तिको रूपमा कर्तव्य के रहेछ भन्ने कुराहरूलाई त्यसले अलिकति भए पनि हाम्रा बाबु नानीहरूलाई दीक्षित गराउँछ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु। मैले यहाँ केही कुराहरू व्यक्त गरिरहनु भन्दा संस्कारको बारेमा, धर्मको बारेमा, पूर्वीय दर्शनको बारेमा मेरा अगाडि यत्र विज्ञजहरू हुनुहुन्छ, विद्वानहरू हुनुहुन्छ र त्यही क्षेत्रमा एउटा त्यस्ता विद्वत्वको अगाडि मैले यी कुराहरू बोल्न मलाई अलि अप्ठ्यारो लाग्दो रहेछ। त्यसैले मैले यति मात्रै भन्न चाहन्छु, यो एउटा जनरल विद्यालय हो जहाँ चाहिँ मैले पहिले भनिसकेको छु, एउटा चाहिँ करिकुलमको आधारमा, पाठ्यक्रमको आधारमा हामीले ती कुराहरूलाई शिक्षित गर्नुपर्ने हाम्रो आवश्यकता हो र त्यसको साथमा हामीले हाम्रो समाज, हाम्रो राष्ट्रको लागि, हाम्रो समाजको लागि र स्वयं व्यक्तित्वको लागि, विकासको लागि हामीले कसरी हाम्रो दर्शन अनुसार लिएर जान सकिन्छ भन्ने कुरालाई चाहिँ हामीले बहुत ठुलो प्रयास गरेका छौँ। त्यसको अलावा हामीले हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई त्यस्ता ठाउँहरूमा भिजिट गराएर त्यस्ता गुरुहरूको आशीर्वादद्वारा हामीले चाहिँ यो एउटा नयाँ भाइब भनौँ या एउटा नयाँ ऊर्जा हामीले यहाँ ल्याउने, तरङ्ग ल्याउने प्रयास पनि गरिरहेका छौँ र गुरुहरूको आशीर्वाद कन्टिन्यू रूपमा भइरहेको हामीले पाएका छौँ र मलाई त्यो खालको महसुस भएको छ। र विद्यालयको यो एउटा पुरानो विद्यालय हो भन्ने कुरामा त हामीलाई कुनै यो 2044 सालदेखि चलिआएको विद्यालय हो र विगत 20 वर्षदेखि म यो विद्यालयमा एउटा प्रधानाध्यापकको रूपमा यहाँ कार्यरत हुँदै गर्दाखेरि यो बिचमा मेरो सबैभन्दा ठुलो इफोर्ट भनेको संस्कार शिक्षालाई कसरी पूर्ण रूपमा लागू गर्न सकिन्छ र विद्यार्थीहरूलाई एउटा भनिन्छ मान्छेलाई स्वस्थ जीवन, शान्ति मनको शान्ति, स्वस्थ शरीर र समृद्ध जीवन भनिन्छ। यो कुराहरूलाई चाहिँ कसरी हामीले एक आपसमा जोड्न सकिन्छ, किनभने यी तीनटा चिजहरू एक आपसमा चाहिँ नङ र मासुको सम्बन्ध भएको हुन्छ। शरीर स्वस्थ हुन पर्यो, मन शान्त हुन पर्यो, जीवन समृद्ध हुन पर्यो। यो विद्यार्थी भाइ बहिनीहरूलाई यी चिजहरू हाम्रा अभिभावक थ्रुबाट, हाम्रा विद्यार्थीबाट, हाम्रा शिक्षकहरूबाट त्यो कुराहरूलाई हामीले जोड्ने प्रयास गरिरहेका छौँ। अब यो पछाडि हामीले यो चौथो पटकको प्रतियोगिता हो। हामीले सुरुवात गर्दाखेरि एउटा हलबाट सुरुवात गरेका थियौँ। अहिले हामीले यसलाई अलिकति बृहत रूपमा लिएर जाने प्रयास गरेका छौँ। यद्यपि हामीले जति अब आज यो बिदा हामीले एउटा कुरा के चाहिँ यो गएको पुसको 4 गते यो कार्यक्रम तय भएको थियो। विशेष कारणले हामीले यसलाई चाहिँ परिवर्तन गरेर पुसको 25 गते ल्याउनु परेको छ र भोलिबाट विद्यालयहरू बिदा भइसकेको हुन्छ। त्यसैले यहाँ उपस्थिति विद्यार्थीहरूको पनि कम भएको छ, किनभने अब यो एक्जाम सिद्धिएको अस्ति 18 गते हो। 18 गते एक्जाम सिद्धिएपछि हाम्रो ट्रेन चाहिँ के छ भने बिदा गर्ने ट्रेन छ। त्यसैले गर्दा विद्यार्थीहरू, अभिभावकहरू पनि त्यो बिदा हुन्छ, अब खासै पढाइ हुन्न भन्ने किसिमले जानुभएको छ। तर म यहाँ जति अभिभावकहरू उपस्थित हुनुहुन्छ यहाँहरूलाई चाहिँ मैले के व्यक्त गर्न चाहन्छु भने हामीले खालि एकाडेमिक शिक्षणमा मात्रै बढी जोड दिने र त्यहाँ पढाइ हुन्छ भन्यो भने चाहिँ आफ्नो बाबु नानीहरूलाई पठाउनमा बल गर्ने, अनि पढाइ हुँदैन, आज खेलकुद हुन्छ, आज गीताको कार्यक्रम हुन्छ, आज चाहिँ अरू कुनै सांस्कृतिक कार्यक्रम हुन्छ भन्यो भने चाहिँ त्यहाँनिर चाहिँ हाम्रो अब पढाइ हुँदो रहेछ भन्ने विद्यार्थीहरूले पनि त्यसलाई त्यसरी हल्का रूपमा लिने र अभिभावकले पनि त्यो लिएको मैले पाएको छु। तर वास्तवमा पढाइ भनेको त बिहानदेखि बेलुकासम्म त पढाउने नै काम भएको हुन्छ। तपाईँहरूले आफ्नो बाबु नानीहरूले मेरो बच्चाले एससीमा पास गर्छै गर्दैन भनेर चिन्ता गर्नै पर्दैन। मेरो बाबु नानीले कक्षा 12सम्म पास गर्छै गर्दैन चिन्ता गर्नै पर्दैन। म तपाईँहरूलाई त्यसको ग्यारेन्टी लिन सक्छु, किनभने हाम्रो काम पढाउने काम हो। हामी पढाउँछौँ ती विद्यार्थीहरूलाई। हजुरहरूलाई होला सबैको A+ नआउला, तर A आउँदा के फरक पर्छ? सबैको A पनि नआउला, B+ आउँदा के फरक पर्छ? हामीले हरेकचोटि एससीको ब्याजलाई अथवा +2 को ब्याजलाई पनि B+ B भन्दा कम ल्याएर कोही पनि पास भएका छैनन्। भनेपछि
त्यो पढाउने कुरामा यहाँहरू चिन्तित नहुनुहोस्। मेरो बाबु नानीको बिहेभियर कस्तो छ, मेरो बाबु नानीहरूले ती स्कुलका ती गतिविधिहरूमा भाग लिएको छ कि छैन, उसको लिडरसिपको डेभलप भएको छ कि छैन, उसको समाजमा सामाजिककरण भएको छ कि छैन, ती कुराहरूमा चाहिँ हामीले ध्यान पुर्याउनु पर्ने आवश्यकता छ। त्यसको लागि विद्यालयले मात्रै गरेर चाहिँ हुँदो रहेनछ। यो मेरो विगत 20 वर्षको यही विद्यालयको अनुभव हो। यसमा चाहिँ घर र विद्यालय सँगसँगै हुनु पर्दो रहेछ। किनकि व्यवहार सिकाउने कुराहरू, अनुशासन सिकाउने कुराहरू, संस्कार सिकाउने कुराहरू दोहोरो भयो भने मात्रै हाम्रा बाबु नानीहरू त्यसमा अभ्यस्त हुन सक्दा रहेछन् र उनीहरूको अनकन्सियस माइन्डमा ती कुराहरू पर्दा रहेछन्। मैले यहाँलाई यही अनुरोध गरेँ र हामीले यो कार्यक्रम 2 चरणमा गरेका छौँ। एउटा कक्षा 5 का भाइ बहिनीहरूलाई एउटा चरणमा बनाएका छौँ। अर्को कक्षा 6 देखि 9 सम्मका विद्यार्थी भाइ बहिनीहरूको लागि दोस्रो चरण छ। हामीले बाबु नानीहरूलाई मैले चाहिँ के सोचेको छु भने यो एउटा गीता ज्ञान महायज्ञ हो। यो गीता ज्ञान महायज्ञमा एउटा महायज्ञकै रूपमा यसलाई लिएर जानुपर्छ भन्ने किसिमले हामीले यसलाई अगाडि लिएर जाने प्रयास गरेका छौँ। जस्तो यो वर्ष पनि जो विद्यार्थीहरूले सरल र गीताको त्यो जुन पाठहरू गुरुले पढाउनु भएको छ भन्न सक्छन् तर प्रतिस्पर्धामा आएका छैनन्, तिनीहरूलाई पनि हामीले सम्मान गर्ने भएका छौँ। यो वर्षदेखि जो यहाँ प्रतिस्पर्धामा चाहिँ आउन सकेका छैनन् तर उनीहरूलाई एकहोरो मजाले भन्न आउँछ तर कुन अध्यायको कुन भन्न चाहिँ नआउला, सरल र कण्ठ गर्न चाहिँ आउँछ भने तिनलाई पनि हामीले एउटा राम्रो ज्ञानको बुक र कमसेकम एउटा दक्षिणाको रूपमा 50 रुपियाँ मात्रै भए पनि उनीहरूलाई दिएर हामीले उनीहरूलाई चाहिँ एउटा चाहिँ सम्मानित गर्ने प्रयास गरेका छौँ। दोस्रो भनेको जो यहाँ पार्टिसिपेट हुन्छन् तर पोजिसनमा आउन सक्नुहुन्न उहाँहरूलाई पनि हामीले एउटा राम्रो ज्ञानको बुक दिन्छौँ र 100 रुपियाँ दक्षिणा दिन्छौँ। मैले यसलाई दक्षिणा किन भनेको भने यहाँ जो बाबु नानीहरू आउनुहुन्छ ती सबै कुमार कुमारीहरू मात्रै आएका छन्। जो कुमार कुमारीहरूलाई दक्षिणा दिँदाखेरि मलाई त्यसले असाध्यै धेरै सकुन दिन्छ भन्ने हिसाबले मैले उनीहरूलाई त्यसरी पनि यो वर्षबाट हामीले गत वर्ष पनि गऱ्यौँ, यो वर्षलाई त्यसलाई कन्टिन्यू मात्रै गर्न खोजेको। र जो कक्षा 5 सम्मका भाइ बहिनीहरूलाई हामीले टप 5 भनेका छौँ र कक्षा 6 देखि 9 सम्मका भाइ बहिनीहरूलाई फेरि पनि हामीले टप 5 भनेका छौँ। कक्षा 6 देखि 9 का भाइ बहिनीहरूको लागि चाहिँ हामीले एउटा पुरस्कार पनि, एउटा क्यास पुरस्कार पनि उपलब्ध गराउने हामीले जहिले पनि गरिरहेका छौँ। जस्तो प्रथम हुनेलाई चाहिँ हाम्रो गुरुको तर्फबाट 5,000 रुपियाँ उहाँलाई चाहिँ हामीले नगद पुरस्कार गरेका हुन्छौँ। त्योभन्दा बाहेकको हाम्रो दोस्रो हुनेलाई 3,000, तेस्रो हुनेलाई 2,000, चौथो हुनेलाई 1,000 र पाँचौँ हुनेलाई चाहिँ 500 रुपियाँ हामीले त्यसरी पुरस्कृत गरेका हुन्छौँ। ठिक त्यसरी कक्षा 5 का भाइ बहिनीहरूलाई पनि हामीले प्रथमदेखि 5औं सम्म 2,000, 1,500, 1,500 र 500 गरेर हामीले त्यसरी पुरस्कृत गरेका छौँ। यो के हो भने उनीहरूलाई पनि ओहो यसरी यो चाहिँ मात्र दक्षिणा हो, हामीले यो दक्षिणाको रूपमा यसलाई लिएर गएको छु। मैले भनिसकेँ यो एउटा कुमार कुमारीहरूलाई हामीले चाहिँ एउटा दान दिएर भगवानको एउटा चाहिँ गुणगान गाएर भोलि गएर उनीहरूले चाहिँ यहाँ अहिले हामीले अरू कुनै पनि भजन सबै भजनमा यिनीहरूले गाइराखेका हुन्छन्। यसले एउटा स्कुललाई, एउटा विद्यालयलाई, एउटा समाजलाई, एउटा सोसाइटीलाई र यो गुरुहरूको सान्निध्यमा यति गर्दै गर्दाखेरि यसले चाहिँ साँच्चीकै एउटा समाजदेखि लिएर हरेक हाम्रो मनमा एउटा सगुण र एउटा सकारात्मक भावनाको फैलाउँछ भन्नेमा म विश्वस्त छु। म आदरणीय गुरु जो प्रमुख अतिथि आज केशवानन्द गुरुप्रति फेरि अन्तिममा विशेष नमन व्यक्त गर्न चाहन्छु। आदरणीय गुरु नै भन्छु मैले, किनभने उहाँको मैले युट्युबदेखि लिएर हरेक ठाउँमा सुन्दै गर्दाखेरि म साँच्चीकै प्रभावित भएको कोशराज नेउपाने गुरुप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। हाम्रो अन्तर्राष्ट्रिय योग शिक्षकको रूपमा आउनुभएका एकराज सर, मेरो आदरणीय व्यक्तित्व लोकनाथ सर र यस कार्यक्रमका संयोजकको रूपमा विदुर सर, हाम्रो रमा म्याम लगायत सम्पूर्ण अभिभावकजीहरूलाई यसलाई अन्तिमसम्म सुन्नुहोला। थोरै भए पनि खाजाको व्यवस्था हामीले गरेका छौँ, खाजा पनि खाइदिनु होला। बच्चाहरूको यो पनि सुनिदिनु होला। अब हाम्रो धेरै बेर लाग्दैन किनभने अब 6 देखि 9 का विद्यार्थी भाइ बहिनीहरू यसमा पार्टिसिपेट हुनेछन्। त्यसपछि हाम्रो गुरुहरूको शुभ आशीर्वाद यहाँहरूले सुन्नुपर्ने हुन्छ
किनभने हामीले किन युट्युबमा सुन्ने, गुरुहरूको सान्निध्यमा गुरुहरूले हामीलाई जे आशीर्वाद वचन दिनुहुन्छ त्यो कुरा हामीले सुनेर आज हामी धन्य हुनुपर्छ भन्ने अपेक्षा राखेको छु। र सम्पूर्ण अभिभावकजीहरूलाई, शिक्षक शिक्षिकाजीहरूलाई र विद्यार्थी भाइ बहिनीहरूलाई गुरुहरूको आशीर्वाद वचन सुनेर हामी धन्य हुँदै हामी यहाँबाट आज बिदा हुनेछौँ भन्ने म हजुरहरूलाई विशेष आदर अनुरोध गर्दछु र म यहाँहरूबाट बिदा हुन्छु। हस्त नमस्कार। धन्यवाद सरलाई। साँच्चै नै संस्कार सहितको शिक्षा आजको आवश्यकता बनेको छ। त्यसैको लागि यस सिर्जना ज्ञान सागर माध्यमिक विद्यालयले यो गीता अध्यापन तथा संस्कार सहितको शिक्षा भनेर तल्लो क्लासहरूबाट अध्यापन गराउन सुरु गरिरहेको छ, जुन हाम्रो सरबाट हजुरहरूले जानकारी पाइसक्नुभयो।